हेलो गुड मर्निङ नमस्ते। अब हामी पौदी न्वागी मेलातिर प्रस्थान गर्दैछौँ। जस आजभन्दा 4-5 दिन अगाडि हाम्रो गेम निरन्तर चलिरहेको थियो। त्यसमा हामीले दुई टिमलाई पराजित गर्दै हामी फाइनलमा प्रवेश गरेका थियौँ। गाइजहरू अब हामी फाइनल खेल्नका लागि तयारी गर्दैछौँ। जस फाइनल खेलको लागि म्याग्दी कतानको एकदम चर्चित खेलाडीहरू हुन्छ, जसमा तेरिन्द्र बानिया लगायतको टिम एकदम राम्रो टिम छ। हामी गलकोट नगरपालिका 7 मलमाबाट प्रतिनिधित्व गर्दै गएका थियौँ र हामी फाइनलमा प्रवेश गर्न सफल भएका छौँ। र आज हाम्रो हुन लागिरहेको फाइनल गेमको लागि हामी न्वारापासी पौदी मेला खाराले आयोजन गरेको खेल मैदान दिन जाँदैछौँ। गाइजहरू अब खेल हो, हारजित होला, आफ्नो ठाउँमा छ भन्दै हामी आज यात्रा हाम्रो न्वागी मेलातिर हुँदैछ। हे गाइजहरू हेलो गुड मर्निङ नमस्ते। अब हामी पौदी न्वागी मेलातिर प्रस्थान गर्दैछौँ। जस आजभन्दा 4-5 दिन अगाडि हाम्रो गेम निरन्तर चलिरहेको थियो। त्यसमा हामीले दुई टिमलाई पराजित गर्दै हामी फाइनलमा प्रवेश गरेका थियौँ। गाइजहरू अब हामी फाइनल खेल्नका लागि तयारी गर्दैछौँ। जस फाइनल खेलको लागि म्याग्दी कतानको एकदम चर्चित खेलाडीहरू हुन्छ, जसमा तेरिन्द्र बानिया लगायतको टिम एकदम राम्रो टिम छ। हामी गलकोट नगरपालिका 7 मलमाबाट प्रतिनिधित्व गर्दै गएका थियौँ र हामी फाइनलमा प्रवेश गर्न सफल भएका छौँ। र आज हाम्रो हुन लागिरहेको फाइनल गेमको लागि हामी न्वारापासी पौदी मेला खाराले आयोजन गरेको खेल मैदान दिन जाँदैछौँ। गाइजहरू अब खेल हो, हारजित होला, आफ्नो ठाउँमा छ भन्दै हामी आज यात्रा हाम्रो न्वागी मेलातिर हुँदैछ। हे गाइजहरू ल है गाइज बल्ल हामी 3 जना जमघट भइयो। अझ 4 जना जमघट हुनुहुन्छ। गाइजहरू ईश्वर उतै बसेको छ। आज प्रदीप अलि ढिलो गरिसक्यो केटा त यार, होइन हो र उहाँ मार्ने भयो त्यसमा जीवन, होइन सर हेमा तता हुँदैछ प्रदीप कति छको हो। रविले चिराउनु पर्ने त अहिले सक्दैन त अहिले, पाइनै छैन अलि दाइको भन्थ्यो त यार। लगाइस हामी न्वागी मेलातिर प्रस्थान गरिसक्यो है गाइजहरू। घरबाट निस्किसक्यौँ। हामी केही समय बिचमा गएर हाम्रो भाइहरूलाई रिसिभ गर्नेछौँ, भुबु भाइहरूलाई। गाइजहरू भन्दै साथ चर्चित मोडल जीवन सानी हुनुहुन्छ। ऊ बिचरा खेल भनेको यस्तो हो कि माया भने खेलाडीलाई भने साथीभाइलाई भनेपछि आफू खेल्न नपाए पनि मिटिङ भयो आफ्नो जत्रो व्यवसाय छोडी होइन हामीलाई सधैँभरि साथ सपोर्ट दिएको छ जीवन सानीले। गाइजहरू अब हामी यो सकिनको साथ फेरि पोखरतिर दुर्नेछौँ है गाइजहरू। हामी गलकोटको टिमबाट प्रफा समाज जापानबाट प्रतिनिधित्व गर्दै हामी पोखरातिर पनि प्रस्थान गर्नेछौँ है गाइजहरू। है गाइज हामी बाँसखोला प्रवेश गरिसकेका छौँ। फोन हान्थ्यो टिकटकरमा चर्चित भाइरल रुमान्त शर्मा पनि आउनुभएको छ गाइजहरू, होइन ल बुढो खेलाडी जीवनमा 3 महिनापछि त मार्छु भनेको क्या शङ्कर जीवनले। 3 महिनापछि मार्छु भने 3 महिना 90 दिन कसरी गुजार्ने हो भन्ने भयो होला है गाइजहरू। यिनीहरूले त्यहाँ गलेश्वरमा जित्छन्। ल है केटा प्रत्यक्ष प्रसारमा छु है गाइजहरू। जीवनले कायम पार्दैछ र होइन।
पार्थिस 3 महिनापछि कायम पार्थिस कि बल्लै बिराउने छ यार ब्याडमिन्टन खेले हुने जग्गा होइन रुमेले बास्कोलाट के अरे उसलाई खेलाउनु पर्यो क्या भुपुमा यहाँ सेराको खड्केलाई क्या अल्को खड्केलाई हुन्न र त्यसले त बोलक त खत्रै हाल्छ होला है रुमे खेल्न सिकेमा त हुन्छ होला नि त्यत्रो छ हाइट होइन त्यो त उभिने 6-3 त होला यार त्यसको हाइट यतिखेर हामी टिमुर बोर्डको गल्याङमा आइसकेको छौँ है गाइजहरू गल्याङ हाम्रो गलकोटको पनि गल्याङ छ है स्याङ्जा गल्याङ जस्तै सुन्दर बस्ती गल्याङ होइन रुमे तेरो हेलो गाइज हामी आँडी खोला आइसकेको छौँ है गाइजहरू ल जीवन कुल पुइहाल्छ मलाई साँड चल्छ चल्दैन बोका हौ आँडी खोला प्रवेश गरिसकेका छौँ है गाइज अब हामीलाई झन्डै आधी घन्टा लाग्नेछ गाइजहरू हाम्रो 2 जना पुपु खेलाडी प्रदीप केसी र हाम्रो अर्को भाइ गइसक्नु भएको छ हाम्रो टोली यही गाडीमा छौँ गाइजहरू जीवनले यो गिराउनमा खुब हानेको छैन सर तैँले याद आउँछ तर यो गिराउन्ड खत्रै खेल्यो यार त्यतिखेर प्रेमको मनोजको फाइनलमा खुट्टा गएर बुटिरहेको छ खेल्दा हो कि 2 जनाकै फाइनल खुट्टा गएको अनि गएपछि हामी टुक्कै 6 जना भएर आउने अनि होमदाई हेर्न आएका अनि हाम्रो चाहिँ बसन्त बोरा क्या काउन्टरवाला बसन्त बोरा 2 जना हेर्न आएका हाम्रो सँगसँगै आउनुभएको अनि उहाँहरू 2 जना राखेर खेलेको होला यार डबल रोटेसन रेफ्री हाम्रो विकास दाइ आउनुभएको थियो कम गाह्रो भयो होला अब हाम्रो हरि जापानबाट आएको त्यहाँबाट अब सेतेरमा मात्र भयो भित्र त पुग्लुक 2 जना मात्र अरू त अब एकजना रेज लगाएको सुनिल मामा हाम्रो हरि जापानबाट आएको पहिलोचोटि आएको थियो त्यसपछि अब मनोज र प्रेमपुन चाहिँ 2टा बाहिर 5 गेम बनाएर होइन 12-15 गेम नि हारेको हाम्रो 14 उताको 12 गेम हारेको त्यस्तो गेम भाग्य नहोस् त्यस्तो नि हुन्छ भित्र बाहिर म रोगको गेम सकेन भने त्यही आँसु काँडा आँसु आयो सर त्यति गर्दा भाग्य हुँदैन 2टालाई स्टेजरमा न स्टेजरमा आउँछ होला त्यति हानेर दर्शकले यस्तो उठि छपक छुपकै बसेको दर्शक उठेको कानलाइभरि दर्शक हुन्थ्यो त्यति बेला त्यहाँ पुरै उठ्थ्यो सबैले फेरि हामीलाई यसै नि गलकोटलाई माया गर्ने त्यही माथि नि सान्तवना टाइपको भयो क्या हामीलाई त 2टा खेलाडी घाइदियो बिचरा हिँड्नु जित्यो नि हुन्थ्यो नि भन्ने खालको क्या सबैको त्यो त्यहाँबाट त्यतिखेर सङ्घर्ष कहाँ गयो होला जीवन होइन यस्तो हानेको भित्र बाहिरबाट मैले नि यार लुकाउनु 2 जनालाई लुकाउँदै ठिक्क छ के यार रिजिममा बुर्तिवाङका खगेन्द्र दाइरेनले हेलो गाइस हामी फाइनल्ली खारा नुवागी मेलामा आएर पनि हामी अब ड्रेसअप गरेर फाइनल खेलतर्फतिर प्रस्थान गर्दैछौँ गाइजहरू र पुपु टोली अबको केही क्षणतिर खेलतर्फतिर लाग्दैछौँ है गाइजहरू र पुपु टोली है आज हामी यो 10औं दिनसम्म आएका छौँ यो 10औं दिनसम्म आउँदै गर्दा विभिन्न तवरले आर्थिक नैतिक र भौतिक रूपमा यो पौडी नुवागी मेला 2082लाई सफल पार्नको लागि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरूलाई पनि हामी हार्दिक धन्यवाद र सम्मान व्यक्त गर्न चाहन्छौँ यो पौडी नुवागी मेला यो क्षेत्रको कला हेलो गाइस पौडी नुहारा खारा मेलाले आयोजना गरेको खुल्ला भेटरान्स भलिबल प्रतियोगितामा गलकोट नगरपालिका वार्ड नम्बर 7 घटान म्याग्दीसँग 3-1 को सेटमा हार्दै दोस्रो स्थान भएको छ। खेलको हारजित हुन्छ हैन। धेरै टाढाबाट आउनुभएको पाहुना म्याग्दीका घटानका पाहुनाहरूलाई जित्नुभयो, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु गाइजहरू। अझ खेलको हारजित आज सकिएन, बुढो पनि भइयो, गेम पनि हान्नै सकिएन यार है। हाम्रो
मिलेन ठिक छ केही छैन खेल हार जित भइहाल्छ भन्दै गाइस प्रथम हुने म्याग्दी युवा क्लब भट्टरलाई धेरै 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 धन्यवाद दिन चाहन्छु गाइसहरू हजुर बाहिर गइदिनु होला यो भलिबल क्रेज है कुर्सीमा नबसिदिनु होला हाम्रो बाहुलुङको पौदी नुहारा मेलामा भलिबलको क्रेजलाई यति छ है यो पौदी नुहागी मेला दुवै टिमको निकै उत्कृष्ट प्रदर्शन छ दुवै टिममा हाम्रो देशका गहनाहरू छन् हाम्रो क्षेत्रका गहनाहरू छन् तपाईहरुप्रति उच्च सम्मान छ हाम्रो राष्ट्रिय खेल भलिबल निकै सम्मान छ यो पौदी नुहागी मेला हरेक दिन हरेक समय हरेक सेकेन्ड यसको महत्त्व बढ्दैछ यो महत्त्वलाई हेर्न सक्नुहुन्छ है भलिबलको दिनानुदिन बढ्दैछ रेफ्री घोषितसँगै यो तेस्रो सेट नेट टच बल इट्स एन एडभान्टेज पोइन्ट फर टिम बलाल मगर परिवार सिमले नम्बर 1-0 हङकङ नम्बर 24-17 नम्बर 24-17 हङकङमा नम्बर 24-17 निकै उत्कृष्ट राजकुमार बर्देल निकै पावरफुल निकै उत्कृष्ट आफ्नो स्पाइकलाई टेक्निकबाट एक अङ्क ल्याउँदै अङ्क 18-24 कमब्याक गर्न सक्छ कमब्याक रहन सक्छ उत्कृष्ट निकै उत्कृष्ट सन्तोष 18 का विरुद्ध 25 अङ्क लिएर यो चौथो सेट पनि आफ्नो कोल्टामा पारेको छ र टिम पिरामिड कन्स्ट्रक्सन हङकङ यो पौदी नुहागी मेला 2082 को सफल भएको छ गाइजहरु प्रथम भएको छ र बलाल मगर परिवार सिमले हङकङ फर्स्ट रनर अप हुन सफल भएको छ दुवै टिमलाई हामी हार्दिक धन्यवाद र सम्मान व्यक्त गर्न चाहन्छौँ आदरणीय दर्शक महानुभावहरु यो खेल जीवन हामी के भइयो अरे धन्नै फसोइन हामी भने है निकै उत्कृष्ट रह्यो दुवै टिमको ह्यान्डसेक पछि अब हामी आजको कार्यक्रमको सांस्कृतिक कार्यक्रमतर्फ अब हामी अगाडि बढ्नेछौँ सम्पूर्ण आदरणीय दर्शक हेलो गाइस मानिस भलिबलको क्रेज है बाहुलुङ पौदी नुहागी मेलामा भलिबलको क्रेजहरु भलिबलको क्रेज फाइनल गेम भिडन निकै मारामार भइरहेको छ है पिरामन कन्टेक्सन भर्सेस बलाल परियार निकै राम्रो स्पाइक हामी देख्न सक्छौं निर्मल खत्रीदेखि स्थानीय खेलहरुमा पनि निकै राम्रो खेल खेल्ने गर्छन् सँगसँगै अङ्क जोड्न सफल बलाल मगर परिवार हङकङ अङ्क 5-3 सर्भिसमा रविन नगरकटी एकदम भलिबलको क्रेज एकदम व्यापकै छ है अब भने मौका हुन सक्छ पिरामिड कन्स्ट्रक्सन निकै राम्रो बोलक हामी देख्न सक्छौं सनोज चौधरीदेखि फाइदा उठाउँदै बलाल मगर परिवार हङकङ अङ्क 6-3 सर्भिसमा पुनः रवि नगरकटी उनको खेल पनि हामी हेरिरहेका छौं यो राम्रो बुद्धिमानीको खेल हामी देख्न सक्छौं निकै उत्कृष्ट चलाखीपूर्ण टिपिङ अङ्क जोड्न सफल पिरामिड कन्स्ट्रक्सन अङ्क 4 छ सर्भिसमा सुमन पटेल यो भिडियो हेर्ने अन्त्य गर्न चाहन्छु गाइजहरु सबैले युट्युब च्यानललाई सब्स्क्राइब गर्न होला पुनः यो राम्रो स्पाइक निर्मल खत्री बाट अङ्क जोड्दै बलाल परिवार सिमले हङकङ अङ्क 7 छ टिम प्रतिनिधित्व गरेर हामी यात्रा पोखरातिर पनि जाने छौं है सर्भिसमा पनि आफै निर्मल खत्री गर्दछु